नमस्ते, म सेफ दीपक शर्मा, हाल होटल हरिसन प्लेस विराटनगरमा जनरल म्यानेजर। मलाई आज एउटा गिफ्ट आएको रहेछ। त्यो के गिफ्ट हो भन्ने कुरो म हेर्छु। पहिला एउटा भाइले चाहिँ मसँग पहिला आजभन्दा 10 वर्ष पहिला मसँग काम गरेको थियो। त्यो भाइ विदेश पुगेछ अनि त्यो भाइले मलाई उसको सम्झना, उसको याद गरेर, सर म तपाईँले गर्दा आज यहाँ पुगेँ, म तपाईँलाई एउटा मेरो चिनो पठाउँछु भनेर एउटा गिफ्ट पठाएछ। तर यसरी गिफ्ट पठाउनु किन पर्छ भाइ? तिमीले मलाई माया गर्यौ, तिमी जहाँ बस तिमीलाई मेरो आशीर्वाद लागिरहोस्, तरक्की गर्दै गर यस्तै। त्यसको लागि तिमीलाई धेरै धेरै धन्यवाद। के पठाएको रहेछ हेर्नु पऱ्यो एकपल्ट। यो त मेरो युनिफर्म हो, मबाट आएको। एउटा यो पठाएको रहेछ खजुर, अनि अर्को चकलेट पठाएको रहेछ है, अनि अर्को यो के पठाएको रहेछ, वाउ, घडी पठाएको रहेछ। तिमीलाई कसरी थाहा भयो भाइ मेरो घडी छैन भन्ने? घडी पठाएको रहेछ। ओके, अनि अर्को यो एउटा हामी होटेल लाइनमा सधैँ दारी काट्नुपर्छ भन्ने थाहा भएर भाइले एउटा मलाई मसिन पठाएछ, सेभिङ मसिन। वाउ, यो पठाएको रहेछ। दुईवटा छ, एउटा कपाल काट्ने, एउटा दारी काट्ने। ल, थ्याङ्क यू सो मच भाइ विष्णु। तिमी जहाँ बसे पनि एकदम खुसी रहौ, राम्रो बस। नेपाल आएपछि भेट्न आऊ है। ल, थ्याङ्क यू सो मच।